अहिले चाहिँ हामी यहाँ दाइसोमा आएको छौँ र दाइसोमा के किन्ने त्यो मोमो बनाउनको लागि चाहिँ मोमो खाबा चाहिएको छ त्यही भएर ऊ त्यसो अरू मोमो खाबा यो सही यो कतिवटा हेर त ठुलो खाइनु रहेछ के किन्न आएको यहाँ त्यति मात्रै सामान अरू अरू हजुर खसी न बनेन खाइको लागि चाहिँ भेजिटेबल लिनु जान आँट्दैछौँ भेजिटेबल लिएर बोमेन्ड्रोले हाम्रो नेपालीमा के भनिन्छ के भन्छ यर इन्ड के भन्छ यरको लास्ट सेरेमनी तोमो होइन र के कुरा बोलिन्छौँ हामीलाई थाहा छैन त्यसको मिनिङै थाहा छैन तर हाम्रो त्यस्तो के भन्छ ए न्यु इयर इभ होला त होला नि होइन थाहा छैन हामीलाई अब चाहिँ हामी भेजिटेबल किन्न आएको छौँ यसै पसलमा अब फाइनली उर्मा ल के लिने हेर ल मैले चाहिँ मुलाहरू ल्याएको छु अब म मुलाको अचार बनाउने विचारमा छु ओके लेट्स गो उर्जनलाई उयो गरौँ न उर्मा 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 कुछ कितने अरे तोड़ उर्मा ऑक्टोपस उर्मा ऑक्टोपस ऑक्टोपस नेक्स्ट डे यहाँ चाहिँ कुमारी से हाई हाई भनिदेऊ छैन कुमारी ल यता चाहिँ हाम्रो उर्मा बिचरा नाइट गरेर आएको छ त्यही पनि अब जुम लेट्स गो यहाँ चाहिँ यहाँ चामल हेर्न आएछ चामल कति छ अरे कति हो म 3 केजीको 3200 दिदी केजीको 1000 केजीको 1000 यो चामलमा के छ यो चाँदीको चामल हो कि क्या हो यो कि सुनको चामल हो यो यो ओ माई गड केटीहरू हँसाउँछ साथीहरू कोक उतापट्टि हो नि है कोक फेन्टा उतापट्टि हो कि ओ नि तिमीहरू कहाँ यतापट्टि हेरेर कोक हेर्ने कोक र फेन्टा ए ड्यू पनि छ त नि ड्यू कुमारी के लाने भयो हो गुड माउन्टेन ड्यू ल राखिदियो ल माउन्टेन ड्यू खाउँ त्यसपछि हाम्रो वेयर इज कोक कोक यहाँ रहेछ ए ओरिजिनल चाहिँ छैन यार गाइजहरू हो ओरिजिनल आएन त अझै पनि ऐसेको नै जेरो सुगर छ यसपछि चाहिँ अहिले हामी दाइसो जान्छौँ ल राखिदिएको ए हो ए माथि रहेछ नि त हाम्रो कुमारले देख्छ चस्मा नलगाएर नि यहाँ चाहिँ लेग पिस फ्राई भइरहेको छ त्यसपछि हाम्रो कुमारी च्यानले चाहिँ प्याज होइन कुमारी प्याजहरू यस्तो मिक्स गरे अनि यहाँ चाहिँ बन्दाहरू किमाहरू सबै यहाँ छ डन जज हाम्रो कराईलाई जज नगर्नु होला किनभने सबसे ठुलो भाडा यही नै हो है हाम्रो कराई सी कुमारी च्यान कति राम्री छ कति राम्री छ अरे कति राम्री हुनुहुन्छ अनि यहाँ लसुनको कि प्याजको पत्ता अरे कुमारी यो प्याजको पत्ता ल अब बनाउन थालौँ होला ल अहिले चाहिँ हामी धनियाँ लिन जाँदैछौँ हाम्रो चाहिँ आफ्नै के छ है बा करेसाबारी राइट करेसाबारी छ ल फेरि होला हाम्रो बारीमा चाहिँ लसुन छ ए लसुन त सबै डेथ भइसक्यो डेथ अनि यहाँ छ हाम्रो साग यहाँ चाहिँ हाम्रो धनियाँ कति धेरै धनियाँ छ ओहो धनियाँ टिप्दैछ हाम्रो कुमारी च्यानले अनि यहाँ चाहिँ हाम्रो यो चाहिँ अन्डा दिदीको साग हो
अन्त दिदीको धन्य छोरा भनेर आएछ हाम्रो कुमारीले अन्त भ्लग हेर्नुभयो भने थाहा पाउनुहुन्छ यो भ्लग होइन यो चाहिँ जस्ट मेमोरीको लागि मात्रै बनाएको हो भ्लग भनेर चाहिँ बनाएँ होइन यो चाहिँ हाम्रो साग हो यस्तो दामी आछ ओ माई गड यहाँ पनि साग हाम्रो हो यो अनि चाहिँ खोर्सानी चाहिँ रातो रातो भइसकेको छ यो चाहिँ हाम्रो यो चाहिँ अन्ता दिदीको धनिया चाहिँ यत्रो ठुल्ठुलो भएको छ नचोरु मलाई यार थाहा पाउनु भयो भने चोरेको कुरा अरूको कहिले पनि पुग्दैन भन्छ त्यही भएर नचोरौँ हामीसँग जति छ त्यसमै खुसी हुनुपर्छ जे छ त्यसमै खुसी हुनुपर्छ भनेर भन्नुहुन्थ्यो ड्याडले मम्मीले सो अरूको केही पनि नलिने जे छ जस्तो छ आफ्नै लिउँ है साथी जे छ होइन मेरो साथी चाहिँ फेरि खतरा छ यहाँ अरूको चोर्ने हो भन्दैछ यहाँ के भन्नु होला मेरो साथी यस्तो छ म कस्तो होला त यो धनिया मैले छर्या हो नि यहाँ यति धेरै घाँस थियो नि त फर्स्टमा यहाँ यति धेरै घाँस थियो होइन कुमारी अनि यो घाँस चाहिँ बिचरा के अरे ओरुच्यानले सबै फ्यालेर यता फ्यालिदियो अनि मैले छर्या यो तर चाहिँ मेरो हात पनि राम्रो रहेछ नि थाहा पाएँ हात राम्रो मान्छे राम्रो मेरो साथी ए बा मेरो साथी ने तारिफ माथि तारिफ सच बता रहे हो अन्त देखो मैले टिपेको यति मात्रै छ तिम्रो हेर त्यो देखाउ त ओ माई गड यस्तो फास्ट छ मेरो साथी म यति मात्रै मैले हो नि यो मैले राखेको नि यो केरा र सुन्तला अस्ति मम्मीको उसमा के बर्थडेमा चढाएको थिएँ अनि यतिकै के राख्नु भनेर अनि त्यहाँ राख्थ्यो ओ कस्तो दामी देखेर हेर न साथी त्यहाँ के राइट यस्तै बुके चाहियो मलाई जुम कस्तो दामी सिन है ओ अचार बनाउँदैछु टमाटरको अचार यहाँ लतिका भन्दैछ हजुर होइन अझै यसमा उयो हाल्नु लागि धनिया र टमाटर थोरै हालौँ पेस्ट अनि गरौँला यता हाम्रो अर्को पनि यहाँ मोमो बनाउन रेडी उरुमोको पार्टी यहाँ हाम्रो यहाँ कुमारी पक्का म यो टमाटरको पेस्ट ल्याउँछु ल मैले चाहिँ यहाँ अचार बनाएँ अचार बनाउँदैछु अनि यहाँ हुनुहुन्छ हाम्रो मोमो चुक्रो गर्ने पार्टीहरू ओ माई गड कस्तो क्युट बनाएको छ यहाँ उरुच्यान बेन्ता अलिसा कन्सन्ट्रेट गरिरहेको त के हो पुरा कन्सन्ट्रेट गरेर बनाइरहेको त अनि यहाँ हुनुहुन्छ बेइज्जत हुन्छ अरे देखाउने हो झन् तिमीलाई फोकस गर्ने अब तिमीहरूलाई फोकस गर्ने त्यहाँ इन्टरनेसनल बेइज्जत रे बनाउँदा पनि बसेर बनाउनु पर्ने के ओहो ल साथीले यहाँ मोमो बनाइसक्यो हाम्रो यहाँ मोमो पाकिसक्यो ह मोमो रेडी ब्लगर होइन यो जस्ट फर मेमोरीको लागि अनि यता चाहिँ यहाँ मैले मोमोको अचार बनाइसकेको छु मोमोको अचार पनि बन्यो यो पनि भइसक्यो के चाहिँ खालि ए यहाँ अझै बनिरहेछ बिन्ता तिमी बस त भएन बिन्तालाई बस्नु मन पऱ्यो साथीलाई यहाँ अब के दिनु निकाल्नलाई ल साथी ल अब चाहिँ स्टार्ट भइसक्यो हाम्रो मोमो पार्टी ल खाऊँ है त ल गाइजहरू ल सबैजना छौँ यहाँ ल खाऊँ के हो यहाँ त उयो पनि छ के हो यो बिन्ताले लिइसक्योアルコール飲んでる人誰？誰？食べて、タラップ飲んで、日頃の疲れをね、少しでも癒していただければと思います。ありがとうございます。楽しんでいきましょう。乾杯。じゃあビール持ってきましょう。あかん。
石橋のYang sudah Nepal ada uri panalaca. Ya ci ada penso. Zoom しました。ズームアップしました。こうなってる。坂本さんです。動画なんやこれ。はい、撮ったです。はい、浜田さん。イエーイ。はい、カルシャです。大丈夫じゃないですか。あ、そうです。カルシャです。ピザ帰ってビールで。ビール。ありがとうございます。ビールなんで。どうぞどうぞ。ちゃん、じゃな、ラクちゃん。明日も仕事です。本当だ。はい、浜田さん。大丈夫です。かわいいかわいい。かわいいですよ、たけるさんは。たけるさんです。YouTube にアップロードする。嘘つけ。そうです、ほんま。マジ？マジで。ल अब चाहिँ सोह्र सोह्र जान्छौँ ल बाई बाई राकुच्यान गुड नाइट सुशान्त गुड नाइट ऐसाほんまありがとうねおやすみなさいバイバイガイズまだ笑ってるあなたたちなんで笑ってるねえそうねビール飲んだか飲んでない飲んでただからずっと笑ってるバイバイガイズバイありがとうございます。ありがとうございます。浜田さん。YouTube にアップロードする。この日で。浜田さん。はい。ありがとうございます。はい、お疲れ様。見える。ありがとうございます。書いて飲んでくださいね。お疲れ様です。頑張ってね。はい、ありがとうございます。日本のお母様ありがとうございます。ほんまに。私の妹さん。何？はい、私のリーダーさんです。お疲れ様です。आफ्नो घर लाग्यो है बाई बाई गाइज गुड नाइट ल बाई बाई गाइज यता त भन्नु न बाई बाई राकादो-sanバイお疲れ様ですバイバイ